हेलो जेन्जी साथी, के छ हाल खबर? अनि अहिले सुदन गुरुङको राजीनामा आइरहेछ। के छ, दुखी हुनुहुन्छ कि खुसी हुनुहुन्छ, एक्साइटेड छ कि अलिकति स्याड छ? दुखी छ। किन दुखी हो भनिदेऊ न यार। ए राम्रो मान्छे हो नि, नेपालको मान्छे हो नि, त्यस्तै मान्छे चाहिन्छ नि भाइ नेपालमा। सुदन गुरुङ राम्रो के राम्रो काम गर्यो त? सुदन राम्रो गुरुङले काम धेरै गरिदियो भाइ। के काम गर्यो भनिदेऊ त? धेरै गर्यो भाइ। केपी ओलीलाई खोरमा कोच्यो भन्ने कुरो हो त? हो र? राम्रै हो नि। हो, राम्रो हो। अनि अरू केही छ भन्नु पर्यो नि? अब त धेरै धेरै कुरा छ भाइ, त्यसले आफ्नो ठाउँमा बस्नु पर्यो नि। सुदन गुरुङलाई फेरि गृहमन्त्री बनाउनु पर्छ भन्नेमा पहल छ त तिम्रो? छ। ए फेरि सुदन गुरुङलाई गृहमन्त्री बनाइदिने हो त? त्यही त हो। ल ल ल, अब जेन्जी हो। जेन्जीको लिडर हो सुदन गुरुङ। अनि त्यसको के भयो? यही नै हो, सम्पत्तिमा धेरै भयो, ब्याङ्क ब्यालेन्स धेरै भयो। यही त एउटा गाह्रो हो नि, गाह्रो पर्यो त्यसलाई। गाह्रो भयो, त्यही कन्डिसनै हो। त्यही त कन्डिसनमा त्यसले त जनताले राजीनामा मागे होइन नि त, यो त सरकारले मागे सर। सरकारले मात्रै मागे हो। त सरकारले आएका छैन, भ्यालेन्टको आएका छैन। त्यो केही सरकारी कर्मचारी पनि थिएन, केही सरकारी काम पनि गरेर थिएन, केही नेता ऊ त एनजिओमा काम गरिरहेको थियो नि। त जेएनजीमा त काम गरिहाल्छ नि। एनजिओमा काम गरेर जेएनजीमा सहभागी भएको थियो उसको पिस मोमेन्टमा। अन्त त्यही त काम गर्छ, सरकारी काममा पैसा हुन्छ नि, त्यस्तो काममा हुन्छ पैसा त्योसँग छैन। त्यससँग त धेरै सम्पत्ति छ भाइ, पैसा सम्पत्ति त्यसको आमा बुवाको छैन सम्पत्ति छ। एउटा सुदन गुरुङ आएर भर्खर आएर मान्छे त्यति सम्पत्ति बनाइदिन्छ, त्यसको आमा बुवाको सम्पत्ति होला नि। होला ल। कसको भयो? सुदन गुरुङको नि भयो, अर्को मान्छेको त हुँदैन नि। हुँदैन। त्यो पनि हेर्नु पर्यो नि। ल साथी, अरू मान्छेको पनि प्रतिक्रिया लिँदै गरौँ ल। अहिलेको लागि बाई बाई। ल बाई बाई।